ल दर्शकबिन हामी यहाँनिर दुध गेटमा आइपुगेका छौँ है, कविराज निरञ्जन अधिकारीको यहाँ शिविरमा। र यो चाहिँ हाम्रो माँ तारा सेवा सदन है। यहाँ हड्डीको फ्र्याक्चर, पक्षाघात, ग्यास्ट्रिक, दमा र गठिया, पुरुष महिलाको सबैको यहाँनिर राम्रो उपचार हुन्छ है। एकदमै राम्रो जग्गा छ यहाँ हाम्रो अहिले काका एडमिट हुनुहुन्छ है। एकदमै सजिलो छ, मेन रोडबाट एकदमै भेरी नियर वकिङ डिस्टेन्समा छ। ल ती शान्ति जग्गा रहेछ हौ है छ्यामा, हेर्नु नि हाम्रो छ्यामा है। यहाँनिर शान्ति जग्गा रहेछ यहाँनिर, हेर्नु नि त्यही शीतल। सुन्दर वातावरणमा है, एकदमै राम्रो पिस लोकेसनमा यो स्थित छ है। अनि यहाँभित्र चाहिँ तपाईँको सबै पेसेन्ट्सहरू बस्ने जग्गाहरू रहेछ। यहाँनिर चाहिँ सिङ्गल क्याबिनहरू पाइन्छ। यो जम्मै सिङ्गल क्याबिनहरू। अनि यहाँ चाहिँ तपाईँको जनरल वार्ड, फिमेलको लागि अलग छुट्याएको छ। यहाँभित्र सबैजना पेसेन्ट्सहरू छ है। यो जनरल वार्ड मेल फिमेलको लागि छुट्याएको छ। एकदमै राम्रो वातावरणमा यो शिविर छ है। हेर्नुहोस्, मन्दिर पनि रहेछ एउटा। हड्डीको रोग, हड्डीको फ्र्याक्चरको प्रब्लम छ भने उहाँहरू यहाँनिर आएर एकदमै निश्चिन्त बसेर उपचार गर्न सक्नुहुनेछ। बहुतै राम्रो छ, फिडब्याक राम्रो छ सबैजनाको।